સૂર્ય કાઠમાડો ઉપત્યકામાં અસ્તાઉદય થયો. सुनौलो प्रकाशले पुराणो शहर लाई छोपे को थियो. काठमांडों को ऐतिहासिक महल को भव्य गेट को बाहिर हजारों नेपाली मानी सहरु उत्साहित भैर जम्मा भय का थिए. रंगीन प्रार्थना झंडाहरू हावा संगय हल्ली रहे का थिए. रम्यारी गोल्ड फूल को सुगंधले वातावरण लाई महकाय रहे को थियो. स्थानीय संगीतकार हरूले परंपरागत नेपाली संगीत बजाए रहे का थिए, जसले माहौल लाई अज जीवित बनाए को थियो. महल को गेट खुलदे गर्दा भीड़ में चुप्पी छायो. राजा जो सुंदर दाउरा सुरुवालम में सजिए का थिए, भव्यता र गरिमा साथ बाहिर निस्के. उनका आँखाहरू चमकी रहे का थिए र उनले जनता संग मुस्कुराउँदै हात हल्लाए. राजा आफ्नो उपस्थितिमा एक अद्भुत शक्ति र शान्ति ल्याउँदै थिए. उनका साथमा रानी र अन्य राज परिवारका सदस्यहरू पनि थिए, जसले जनताको प्रेम र सम्मानलाई महसुस गर्दै थिए. राजा जिन्दाबाद भन्दै मानिसहरूले चिच्याए. यो नारा काठमाडौँका गल्लीहरूमा गुन्जिरहेको थियो. बच्चाहरू आफ्ना बुबाआमाको काँधमा चढेर झण्डा र फूलहरू हल्लाइरहेका थिए. वृद्धहरू जसले राजा र रानीलाई सधैँको लागि सम्झन योग्य बनाउने यो क्षणको प्रतीक्षा गरिरहेका थिए, हातमा माला लिएर खडा थिए. उनीहरूको आँखामा गर्व र आशा झल्किरहेको थियो. राजा महलको भव्य गेटबाट बाहिर निस्केपछि उनले जनताको बीचमा जान थाले. उनले प्रत्येक व्यक्तिलाई नजिकबाट देख्न र उनीहरूको प्रेम र सम्मानको अनुभव गर्न चाहन्थे. राजा हरेक इशारालाई स्वीकार गर्दै जनतासँगको यो अनमोल सम्बन्धलाई सधैँको लागि सम्झन योग्य बनाउँदै अघि बढे. उनका अनुहारमा एक सच्चा मुस्कान थियो, जसले जनतालाई थप उत्साहित बनायो. भीडमा रहेका मानिसहरूले राजा र रानीलाई फूल र माला अर्पण गरे. राजा रानीले ती फूलहरूलाई प्रेमपूर्वक ग्रहण गरे र जनताको प्रति आफ्नो कृतज्ञता व्यक्त गरे. तपाईहरूको माया र समर्थनले मलाई सधैँ प्रेरित गर्छ, राजा बोले. हामी सँगै हाम्रो देशको भविष्य निर्माण गर्नेछौँ. जसरी राजा महलको आँगनमा पुगे, त्यहाँ एक विशेष समारोहको तयारी भइरहेको थियो. स्थानीय कलाकारहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्न थाले, जसमा नृत्य, संगीत र नाटक समावेश थिए. राजा र रानीले कार्यक्रमको आनन्द लिँदै जनताको प्रतिभा र सृजनशीलतालाई प्रशंसा गरे. साँझको समयमा महलको आँगनमा उज्यालो बत्तीहरू बालेका थिए, जसले वातावरणलाई जादुई बनायो. राजा र रानीले जनतालाई धन्यवाद दिए र सबैले एकसाथ मिलेर नेपालका लागि उज्जवल भविष्यको कामना गरे. यो क्षणले काठमाडौँको इतिहासमा एक नयाँ अध्यायको सुरुवात गर्यो. राजा र जनताको बीचको यो अटूट सम्बन्धले नेपाललाई सधैँको लागि एकता र प्रेमको प्रतीक बनायो. जनताले राजा र रानीलाई सधैँ सम्झनेछन् र यो दिन सधैँको लागि उनीहरूको हृदयमा बस्नेछ.